यहाँ जिल्ला गरेर चेक गर्छु त शान्ति राम्रोसँग बनाएको छ भन्दै हजुरले जस्तो मैले अघि हामीले नरेन्द्र सरको बनाएको थिएँ नि त्यो युजर नेम पासवर्ड चाहिँ नरेन्द्र सर सुनिरहनु भएको छ भने यहाँ हेर्नुहोस् है हजुरहरू जाने लिङ्क चाहिँ आधिकारिक वेबसाइट भयो यो मन्त्रालयको आधिकारिक वेबसाइट भयो होइन यसमा यहाँ स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली भनेर छ यसमा क्लिक गरिसकेपछि त्यो लगइन स्क्रिनमा गइन्छ यो लगइन स्क्रिनमा आउँछ हजुरहरूले प्राप्त गर्नुभएको युजर नेम पासवर्ड चाहिँ यो स्क्रिनमा आउँछ हैन अब यो स्क्रिनमा चाहिँ सम्बन्धित संस्थाहरूले कसरी भर्छन् भने पहिले उहाँहरूले भरेपछि मात्रै रिक्वेस्ट आउँछ नि त उहाँहरुमा हैन जस्तो यहाँ रिक्वेस्ट फर लगइन भन्ने अप्सन छ हैन रिक्वेस्ट फर लगइन अप्सनमा यहाँ क्लिक गर्नुहुन्छ त्यसपछि म अहिले एउटा कुनै जस्तो प्राइभेट संस्थाले पनि यो गर्नु पर्यो नि त्यहाँ गर्ने हो कि हैन अनि रिक्वेस्ट फर लगइन गर्नु पर्यो निवेदन हजुरलाई दिनुहुन्छ अनि उहाँहरूले आफ्नो विवरण यहाँ गर्छ एउटा टेस्ट गरिदिन्छु जस्तो हस्पिटल एउटा हस्पिटल gmail.com उहाँहरुको प्यान नम्बर हैन अब यहाँ चाहिँ यो क्याटेगोरी यहाँ छ हेर्नुस् है स्लो भयो जेनरल अस्पताल विशेषज्ञ अस्पताल भनेर नेट स्लो भयो त्यहाँ देखिन जस्तो विशेषज्ञ अस्पताल अथवा जनरल अस्पताल भन्ने यहाँ देखिन्छ कि हैन अब कति बेडको अस्पताल हो हैन जस्तो अब हामीले जनस्वास्थ्य हेर्नमा त 25 बेडसम्म कति गर्दै छौँ नि त हैन जस्तो 25 अर्थात् यो चाहिँ विशेषज्ञ डाक्टरहरु कतिवटा छन् भन्ने हैन 10 को अब यहाँ चाहिँ ओपीडी आईपीडी के सर्भिस छ यो संस्थाको आधिकारिक नम्बर हो संस्थाको यो अब संस्थाको मोबाइल नम्बर छ भने यो मोबाइल नम्बर चाहिँ अनिवार्य छैन संस्थाको एउटा कुनै यो भरिसकेपछि नेक्स्ट गर्नुहुन्छ अब यहाँ गएर त्यो सम्बन्धित अस्पताल कुन चाहिँ लोकेसनमा छ बागमती प्रदेशको कुन चाहिँ जिल्ला भक्तपुरको कुन चाहिँ नगरपालिका गाउँपालिका के भन्नु न वडा नम्बर कति हो अब 10 11 को टोलको नाम के छ सपोज हैन नेक्स्ट हो अब यहाँ चाहिँ संस्थाको फोटो अपलोड गर्ने ठाउँ हो यो चाहिँ उहाँले आफ्नो संस्थाको अथवा क्लिनिक होइन त्यहाँ यहाँ चुज गर्नुहुन्छ त्यसपछि एउटा फोटो उहाँले अब कुनै डेमो फोटो हालिदिन्छु मैले अहिले चाहिँ यहाँ मैले डेमो हालिदिन्छु भयो त्यसपछि रिक्वेस्ट गर्नुहुन्छ मस्ट ह्याभ सब टाइप ए यहाँ मिलेन त्यो फ्यासिलिटी जुन अघि स्लो भइरहेको छ यहाँ नेट हैन जुन यो विशेषज्ञ अस्पताल राख्यो नि विशेषज्ञ अस्पताल चाहिँ त्यो विशेषज्ञ कुन क्याटेगोरी हो क्या मेन्टल हो कि इएनटी हो कि डेन्टल हो भने त्यो क्याटेगोरी छान्नुपर्छ कि नेट स्लो भएर लोडै भएन यहाँ त्यो छानेपछि मात्र फ्यासिलिटी राखेको नभए त्यो अब जनरलको हालिदिनु रिक्वेस्ट यहाँ छ अपलोड नम्बर यहाँ मिलेको छैन कि 1 2 3 4 5 6 7 यो जस्तो मोबाइल नम्बर 10 वटा हुन्छ नि त यो 7 वटा भएन भने बढी भयो भने लिँदैन कि के मिलेको छ बेडमा 25 बेड यहाँ छ कि जस्तो अघि हामी 25 बेडको बनाएको थियौँ नि अहिले चाहिँ यो टेस्टको राखेर टेस्ट देखियो अब यो चाहिँ जनस्वास्थ्य कार्यालय देखिने स्क्रिन हैन चाहिँ यो स्क्रिन चाहिँ सम्बन्धित स्वास्थ्य संस्थाले देखिने स्क्रिन हो जस्तो मेड अस्पताल पोलिक्लिनिक अथवा प्रयोगशाला त्यसले देखिन्छ जस्तो यसमा चाहिँ अब यो उहाँले 25 बेडको जस्तो सेवा विस्तारको भने अगाडि छान्नुहुन्छ नभए चाहिँ नयाँ संस्था दर्ता हो कि नवीकरण अनि यसमा अर्को सेक्सन नि आउँछ त्यो अगाडि रजिस्टर गर्दा हेर्नु निवेदन दिए हेर्नु उहाँले छान्नु भएपछि त्यो चाहिँ गर्न मिल्छ जस्तो अब नयाँ संस्था दर्ता हो भने नयाँ संस्था दर्तामा क्लिक गर्न पर्यो हैन अब नयाँ संस्था दर्ताको लागि अनुसूची 3 र अनुसूची 4 भर्न पर्यो कम्प्लिट हैन अब अनुसूची 3 मा यहाँ डिटेल हुन्छ हैन जस्तो स्वास्थ्य संस्था दर्ता भएको नभएको यिनीहरुको कम्प्लिट छ है डकुमेन्ट भन्नु यति मैले अहिले ठिक लगाइदिन्छु
त्यसपछि यहाँ पनि स्वास्थ्य सेवा प्रमाणपत्रहरू यहाँ अपलोड गर्नु पर्यो फाइलमा उहाँहरूको पेन भ्याट कर चुक्ता अब के हुन्छ यहाँ अपलोड हुन्छ अनि यो आदि भरे पनि अब जस्तै एकैचोटिमा कम्प्लिट उहाँले भर्न सक्नुभयो भने चाहिँ सेभ गरेर राख्न मिल्यो यो सेभ गरेर राखिसकेपछि चाहिँ तपाईँ लगआउट भए पनि जस्तो इन्टर सेभ भएको छ नि यो चाहिँ अब यो आजै उहाँले भर्न सक्नुभयो भने लगआउट गरेर फेरि भोलि अर्को दिन अथवा 4-5 दिन पछाडि यहीँबाट लगइन गर्नुभयो भने त्यो सेभ गरेको ठाउँबाटै कन्टिन्यू हुन्छ त्यो चाहिँ यहाँ सबमिसन नगर एमओएच लोडै स्पिड भएन है तपाईले नि उहाँहरूलाई पनि नि तपाईले फलो गरिरहनु भएको छ भने सोध्नु न क्लास लिए जस्तो के अलिकति अहिले स्लो भएन पछि धेरै चलाउँदा त स्थिति स्लो भएन गाह्रो हुन्छ होइन त्यो मेरो यहाँ त्यो सेयरिङ गरेर चाहिँ स्लो भयो क्या नेट हाम्रो स्लो भएको त्यो यहाँ त मेरो स्पिड गइरहेछ त्यहाँ लोड चाहिँ बिस्तारै भयो साथीहरूलाई सोध्नु न एकचोटि सरले सबैजनाले सुनिरहनु भएको छ नि अहिले तपाईँलाई कन्फ्युजन भयो भने नोट पनि गर्नु होला त्यसको फेरि म जवाफ एन्सर पछि दिन्छु हजुरले कन्फ्युजन हुन्छ त्यो नोट गरेर दिवेश सर म एउटा कुरा सोधौँ है यो डकुमेन्ट हामीले जुन अपलोड गरिसकेपछि त्यसमा एडिट अप्सन के एडिट अप्सन हजुर दिपेश सर हजुर हजुर सुनिया सर अप्सन हेलो दिपेश सर सुन्नु गोपाल सर त त्यही धुनमा नाप्दा हजुरले त्यहाँ अफ गरिदिनु म यहाँको माइक अन गर्छु हजुर दिपेश सर हजुर हजुर भन्नुहोस् त मैले त्यो एउटा कुरा जस्तो त्यो हामीले चाहिँ डकुमेन्ट अपलोड गर्छौँ नि हजुर डकुमेन्ट अपलोड गर्दाखेरि एडिट या डिलिट अप्सन राखेको छ कि छैन कहिलेकाहीँ मिस्टेक हुन्छ नि मिस्टेक भइसकेपछि त्यसलाई एडिट अथवा भनौँ डिलिट अप्सन गरेर त्यसलाई हटाएर फेरि राख्ने त्यो अप्सन छ कि छैन त्यो पनि अलिकति भनिदिनु पर्ला के भन्दैछु जस्तो अघि सेभ मात्र गरेको थियो नि मैले लगआउट गरेर फेरि लगइन गरेँ हजुरले देख्नुभयो नि अघि सेभ मात्र गरेको थिएँ नि जबसँग उहाँले सबमिट गर्नुहुन्न फाइनल सबमिट गर्नुहुन्न त्यति बेलासँग उहाँले एडिट गर्न पाउनुहुन्छ जस्तो यहाँ अघि मैले राखेको थिएँ नि त नयाँ सर्दै यहाँ हुन्छ होइन यति मात्र टिक लगाएको थिएँ नि त मैले अपलोड गरेको थिएँ नि त फाइल होइन यो सेभ मात्र हुने जेलसँग चाहिँ उहाँहरूले जतिचोटि एडिट गर्न पनि पाउनुहुन्छ त्यो चाहिँ उहाँहरूको प्रोफाइल कहिलेकाहीँ कस्तो हुन्छ नि मिस्टेक बाइ भनौँ न मिस्टेक हुँदाखेरि चाहिँ सेभ गर्दाखेरि पनि कहिलेकाहीँ एउटा पठाएको अर्को हुनु पनि सक्छ नि त त्यो चाहिँ समितिले निर्णय गर्ने भन्ने कुरा छ त्यो सबमिट गरेर मिस्टेक भएको अथवा डकुमेन्ट नपुगेको अब सेभ गर्न चाहिँ मिल्यो जब उहाँले एकचोटि यो सबमिट बटन छ नि सबमिट बटनमा थिचिसकेपछि चाहिँ यहाँ यस गर्नु त्यसपछि चाहिँ उहाँले त्यो चिजलाई एडिट गर्न अथवा तोडमोड गर्न मिल्दैन त्यो चाहिँ सम्बन्धित संस्थाको समितिको अधिकारको कुरा हुन्छ समितिले निर्णय गरेर उसलाई चेन्ज गर्न दिने कि नदिने भन्ने कुरा चाहिँ समितिमा रहन्छ ऊ आफैले चाहिँ मैले सबमिट गर्दा मिस्टेक भयो म फेरि चेन्ज गर्छु भन्न मिल्दैन सेभ गर्नुजेल चाहिँ हुन्छ सबमिट भइसकेपछि त्यो चेन्ज हुँदैन हो यो कुरा पनि कहिलेकाहीँ हामीले चाहिँ भनिदिनुपर्छ नत्र भए फेरि फोनबाट चाहिँ मैले चाहिँ मिस्टेक गरेँ अब यो डकुमेन्ट हाल्नु पनि अर्को आयो भनेर त्यो कहिलेकाहीँ आउन सक्छ नि हजुर काउन्सिलिङ अनि अर्को कुरा जस्तो नयाँ संस्था यो नयाँ स्वास्थ्य संस्था दर्ता गरेछ नि यसमा उसले एकचोटि कन्फर्मेसन गरिसकेपछि यसको निर्णय नहुन्जेलसम्म उसले फेरि त्यही चिज फर्म चाहिँ दोहोऱ्याएर भर्न पाउँदैन जस्तो नवीकरणको उसले फर्म गरिसक्यो फेरि नवीकरण भर्छु अथवा मिस्टेक भएछ म दोहोऱ्याएर फर्म भरिदिन्छु भन्नु पनि सक्छ नि 2-3वटा दर्ता गरिदिउँ भनेर त्यो चाहिँ यसलाई एकचोटि एप्रुभ या रिजेक्ट नहुन्जेलसँग त्यसलाई अर्को कुनै सबमिट हुँदैन हामीले त्यो नियम बनाउँदाखेरि यो कुरा पनि त्यहाँ कोड गरिदिनु पर्ने हुन्छ कि नत्र भने किनभने अनलाइन भरिरहेको हुन्छ नि त होइन अब मिस्टेक भयो भनेर फेरि यो मिस्टेक भइसकेपछि त अब समितिले त्यसलाई छानबिन गरेर अगाडि बढ्ने कुरा भयो नि त नीतिगत हिसाबले चाहिँ यो कुरा यदि हामीले भनिएन भने चाहिँ फेरि कस्तो हुन्छ नि धेरैको प्रब्लम अटोमेटिकली आउँछ उहाँहरूले चाहिँ सेभ गर्ने अप्सन राखेको छौँ त्यही भएर उहाँहरू फाइनल भएर सबै ठिक छ भनेर आफूले करेक्ट नहुन्जेलसँगलाई चाहिँ सेभ गरेर राख्न मिल्यो सबमिट गर्न परेन सबमिट हजुर ठिक छ अगाडि बढ्नुहोस् अगाडि हामीले सबमिट नगरिन्जेलसँग चाहिँ पायो अब यो नयाँ स्वास्थ्य संस्था अब यहाँ उसले यो एप्लिकेसन सबमिट गरिसकेपछि अब यहाँ एप्लिकेसन सबमिट भन्ने बटन हट्यो हेर्नुहोस् है यहाँ देखिरहेको छ अघि यहाँ सबमिट भन्ने बटन थियो नि म अर्को पनि देखाइदिन्छु यहाँ जस्तो यहाँ हेर्नुहोस् है सबमिट भन्ने बटन छ नि त यो बटन उसले एकचोटि थिचेर उसले सबमिट गरिसकेपछि चाहिँ दोहोऱ्याएर त्यसमा सबमिट बटन आउँदैन त्यहाँ हेर्नु त सिफारिस गरिएको भने स्ट्याटसमा चेन्ज हुन्छ पहिले प्रक्रियामा रहेको भनेर हुन्छ उहाँहरूकोमा अब उहाँले सबमिट गरेपछि सिफारिस गरिएको भनेर उहाँहरूले आफूले चाहिँ रिन्यू गर्नलाई मन्त्रालयमा अथवा निवेदन पठाउनु भयो भन्न खोजेको थियो सम्बन्धित ठाउँमा
जनस्वास्थ्य कार्यालय प्रयोगशाला। अब यहाँ चाहिँ सबमिट बटन देखिँदैन। अब यसमा चाहिँ उहाँले भ्यू मात्र गर्न पाउनुहुन्छ, यसमा केही तोडमोड गर्न मिल्दैन। हेर्नुहोस् है, यहाँ सेभ गर्ने बटन पनि हुँदैन, यहाँ उहाँले अपलोड गर्ने अथवा केही पनि हुँदैन। यो चाहिँ सकियो। अब यो चिज चाहिँ जनस्वास्थ्य, अब जस्तै अघि हामीले 25 बेडको इनपुट गरेको भएर अब यो 25 बेडको युजर नेम हेर्नुहोस् है, मैले अहिले मेरै टेस्ट युजर राखेको छु। अब यो स्क्यान लगइन पछि यहाँ देखिन्छ, यहाँ हेर्नुहोस् त, सुरुमा आउने चाहिँ अर्गनाइजेसन रजिस्ट्रेसन रिक्वेस्ट भनेर यहाँ आएको हुन्छ। हेर्नुहोस् त, त्यसपछि त्यो युजरमा चाहिँ यो नोटिफिकेसनमा आउँछ। जस्तो जनस्वास्थ्य कार्यालयको हजुरले लगइन गरिसकेपछि यहाँ रिक्वेस्टमा देखिया हुन्छ क्या, त्यो चाहिँ जस्तो टेस्ट हस्पिटल भनेर राखेको थियो नि, उसले नयाँ स्वास्थ्य दर्ताको लागि चाहिँ तपाईँलाई रिक्वेस्ट पठायो। उसले यसमा देखिन्छ कि चाहिँ नयाँ स्वास्थ्य दर्ता नयाँ स्वास्थ्य दर्ता भने, अथवा यहाँ नवीकरण छ भने नवीकरण, सेवा विस्तार छ भने सेवा विस्तार भन्ने आउँछ। 3टा टपिक छ अहिले, नयाँ दर्ता, नवीकरण र सेवा विस्तार भन्ने यहाँ देखिन्छ। अब यसलाई चाहिँ तपाईँले भ्यू गर्न मिल्यो। यहाँबाट भ्यू गरिसकेपछि हेर्नुहोस् है, अर्गनाइजेसन रिक्वेस्टमा गयो नि हुन्छ, त्यहीँबाट भ्यू गर्दा पनि हुन्छ। यो भनेको चाहिँ तपाईँले सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई अथवा क्लिनिकहरू, पोलिक्लिनिकहरूलाई चाहिँ उहाँहरूको युजर नेम पासवर्ड दिने सेक्सन हो। यसबाट चाहिँ एप्रुभ भनेको मतलब चाहिँ यो फेरि तपाईँले अहिले नै फाइनल उहाँहरूको नवीकरण भयो अथवा दर्ता भयो भन्ने होइन। यो चाहिँ तपाईँले यहाँ बाई मिस्टेक अथवा नोटिफिकेसन जान तपाईँलाई अल्छी लाग्छ अथवा योभन्दा अझ सहज हुन्छ भने यहाँ पनि राखेको छौँ हामीले। यो चाहिँ यहाँ अर्गनाइजेसन रजिस्ट्रेसन रिक्वेस्ट भन्ने ठाउँमा चाहिँ यहाँ हुन्छ। यो चाहिँ उहाँले युजर नेम पासवर्डको लागि माग गर्नु भएको ठाउँ हो। यहाँ हेर्नुहोस् है, टेस्ट बेड टेस्ट भनेर स्याम्पल राखेको थिएँ मैले। जस्तो अघि निर्देशनालयको राखेको थिएँ नि त 50 बेडको भन्दा 25 देखि 50सँग चाहिँ निर्देशनालयमा आउने भएर उसलाई युजर नेम पासवर्ड दिएको छ कि छैन भने यो चाहिँ स्ट्याटस हो, पेन्डिङ छ, किन उसलाई हामीले युजर नेम पासवर्ड प्रोभाइड गरेको छैन नि त। अब यसलाई प्रोभाइड गर्नलाई चाहिँ हामीले यहाँ एक्सन बटनमा क्लिक गर्छौँ, निलो बटनमा यहाँ क्लिक गरिसकेपछि यहाँ हेर्नुहोस् त, उसले यो टेस्टको भरे जस्तो अघि स्याम्पल फोटो राख्यो होइन। अब यसलाई एप्रुभ गरिसकेपछि उसलाई यहाँ हामीले युजर नेम पासवर्ड क्रिएट गरिदिनु मिल्यो कि यो ठाउँमा। अब हजुरहरूले जस्तो कुनै एउटा अस्पतालको आयो टेस्ट 1 2 3 भनेर राख्नु होला होइन, उसको युजर नेम अथवा जे अस्पताल सम्बन्धितको। अब यसमा मैले अहिले पासवर्ड 1 2 3 4 5 राख्दै। अब यो पासवर्ड राखेर कन्फर्म गरिदिइसकेपछि चाहिँ उसको युजर नेम पासवर्ड क्रिएट भयो। अनि यो डेमो भएको देखिँदैन, क्रिएट भयो। अब यो क्रिएट भएको पासवर्ड चाहिँ उहाँहरूले जुन अगाडि हामीले लगआउट गर्दाखेरि फर्म भन्ने ठाउँ थियो नि, यहाँ हेर्नुहोस् है, फेरि देखाइदिन्छु म। यो रिक्वेस्ट फर लगइन गर्ने ठाउँ उहाँहरूको एउटा फर्म भन्ने ठाउँ छ। यहाँ उहाँहरूले इमेल एड्रेस र मोबाइल नम्बर प्रोभाइड गरे हुन्छ। यो इमेल एड्रेसमा चाहिँ उहाँहरूले रजिस्टर गरेको इमेल एड्रेसमा चाहिँ त्यो तपाईँहरूले क्रिएट गरिदिएको युजर नेम र पासवर्ड चाहिँ त्यहाँ जान्छ। हजुरले जुन अहिले युजर नेम पासवर्ड क्रिएट गरिदियो नि, त्यो युजर नेम पासवर्ड उहाँहरूको इमेल, हजुर अटोमेटिक जान्छ। तपाईँले क्रिएट गरिदिएर सबमिट गरिदिइसकेपछि त्यो युजर नेम पासवर्ड उहाँहरूको इमेल एड्रेसमा जान्छ। अब उहाँहरूले त्यो इमेल एड्रेस मिस्टेक हाल्नुभयो, त्यो हाल्नुभयो भने चाहिँ त्यो उहाँहरूको जिम्मेवारी हुन्छ, किनभने त्यो इमेल एड्रेस कहीँ त पठाइदिएको देखिनु पऱ्यो नि त, रेकर्ड फेरि क्रिएट मात्रै गरिदिएर भएन नि त। त्यही भएर त्यो इमेल एड्रेसहरू हाल्दाखेरि चाहिँ उहाँहरूले विवरणहरू भर्दा चाहिँ सबै एकचोटि क्रस भेरिफिकेसन गरेर मात्र भन्नुपर्छ। किन भन्दा त्यो इमेल एड्रेसमा पासवर्ड पनि जाने भयो, यदि उहाँहरूले पासवर्ड बिर्सिनु भयो भने पनि रिसेट गर्नलाई पनि त्यही इमेल एड्रेस चाहिन्छ। किन यहाँ हामीले फर्गेट पासवर्ड भन्ने अप्सन राखेका छौँ। यो फर्गेट पासवर्ड गर्दाखेरि उहाँको युजर नेम र त्यो सम्बन्धित सुरुमा रजिस्टर गर्दाखेरि राखेको इमेल एड्रेसमै त्यो रिसेट लिङ्क चाहिँ जान्छ। पछि पासवर्ड बिर्स्यो अथवा रिसेट गर्नु पऱ्यो भने चाहिँ उहाँहरूले आफैले रिसेट, किन हामीले जनस्वास्थ्य कार्यालय रिसेट गर्दै मिल्दैन क्या, किनभने त्यो चाहिँ अब उहाँहरूको राइट्सको कुरा हो नि त, उहाँहरूको युजर नेम भएको भएर। नत्र फेरि कार्यालयमा भएको मान्छे जसले रिसेट गरिदिँदाखेरि चाहिँ पछि समस्या हुन्छ भनेर यो चाहिँ उहाँले रिसेट गर्न पाउनुहुन्छ। त्यति भइसकेपछि उहाँले फर्म भर्नुहुन्छ। अघि मैले फर्म भरेर हजुरले देखाएको थिएँ अनुसूचीको, जस्तो नयाँ स्वास्थ्य दर्ताको भनेर। यहाँ हेर्नुहोस् है, यो फर्म भर्न यो सब्मिट नै भइसकेको छ। हेर्नुहोस् है, अघि मैले सब्मिट बटनमा क्लिक गरेको थिएँ नि। अब यो सब्मिट बटन चाहिँ कहाँ देखिन्छ भने हजुरहरूको समितिको युजर नेम पासवर्डमा चाहिँ उहाँले फर्म भरिसकेपछि यहाँ रजिस्टर अर्गनाइजेसन भनेर देखिन्छ, एउटा रिक्वेस्टमा देखिन्छ। यो रिक्वेस्ट भनेको चाहिँ हजुरहरूले युजर नेम पासवर्ड दिने ठाउँ भयो। यो रजिस्टर अर्गनाइजेसन भन्ने ठाउँमा चाहिँ उहाँले फर्म भरेको सम्पूर्ण डाटाहरू चाहिँ यसमा आएर बस्छ। हेर्नुहोस् है, रजिस्टरमा चाहिँ कसले फर्म भर्यो भने यहाँ देखिने भयो। यो हिजो हामीले हिजो सिकाएको थियौँ, हिजो पनि डाटा हो यो टेस्ट हस्पिटल भन्ने स्पार्क भनेर। यो रिक्वेस्टमा चाहिँ युजर नेम पासवर्ड माग गरेको आउने भयो। युजर नेम पासवर्ड जसले
मा गर्नुहुन्छ यसमा चाहिँ फेरि सबैको देखिँदैन है सम्बन्धित अधिकार प्राप्त संस्थाले आफ्नो मात्र देखिन्छ जस्तो भक्तपुरले छ भने भक्तपुर जिल्लाको मात्र देखिन्छ त्यो ललितपुरको देखिँदैन जस्तो निर्देशनालयले 25 बेड भन्दा माथिको अथवा 25 बेडसँगको डायलिसिस सेन्टर डेन्टल पोलिक्लिनिकहरूको मात्र उसले देख्छ उसले चाहिँ जिल्लाको जनस्वास्थ्य कार्यालयले जस्तो 25 बेडसँगको अस्पतालहरूको चाहिँ निर्देशनालयमा आउँदैन आफ्नो अधिकारमा जे भएको छ त्यो चिज बाहेक अहिले देखिँदैन तर यसमा तपाईँले जति गर्नु भएको छ नि यो चिज चाहिँ फेरि मन्त्रालयबाट मोनिटरिङ चाहिँ हुन्छ मन्त्रालयको एडमिन युजरले चाहिँ कतिजनाले रिक्वेस्ट गरे कतिजनाले फर्म भर्नुभयो त्यो रेकर्ड चाहिँ मन्त्रालयको एडमिनले चाहिँ हेर्न सक्छ मन्त्रालयको एडमिनलाई चाहिँ कम्प्लिट बागमती प्रोभिन्सभरिको एक्सेस हुन्छ त्यो बाहेक चाहिँ सम्बन्धित संस्थाहरूलाई चाहिँ आफ्नो अधिकार के छ प्रत्यार्जन गर्दा समितिलाई अथवा कार्यालय प्रमुखलाई त्यो मात्र देखिन्छ त्यो बाहेक अरूको जिल्लाको एक्सेस हुँदैन अब यसमा रजिस्टर अर्गनाइजेसनमा गइसकेपछि यहाँ देखिन्छ हेर्नुहोस् है फर्म कसले भरे जस्तो टेस्ट हस्पिटल भने अघि मैले फर्म राखेको थिएँ यहाँ क्लिक गर्नु पऱ्यो हेर्नुहोस् भनेर अब यहाँ भ्यूमा गएपछि उसले के फर्म भरिएको छ भनेर यहाँ भ्यू एक्सन जस्तो अनुसूची कुन भरे उसले यहाँ अनुसूची 3 भर्यो होइन जस्तो अनुसूची 14, 15, 10 अझ त्यो अनुसूची 5 भित्र त विभिन्न क्याटेगोरी छन् परिच्छेद 1, 2, 3 छन् यो चाहिँ सबै जस्तो अनुसूची 3 भयो अनुसूची 3 को परिच्छेद कुन भरेछ भने जस्तो विशेषज्ञ अस्पताल भित्र चाहिँ ENT मात्रै छुट्टै सेक्सन छ त्यो ENT परिच्छेद 5 कि 6 मा छ त्यसो परिच्छेद मात्र भरे पुग्छ त्यो परिच्छेद चाहिँ यहाँ देखिन्छ उसले परिच्छेद कुन भर्यो उपपरिच्छेद कुन भर्यो अनुसूची कुन भर्यो भने यहाँ देखिन्छ अहिले अघि चाहिँ अनुसूचीमा मात्र मैले सर त्यो जस्तै यो अनुसूची 3 छ नि जुन जस्तै पोलिक्लिनिक अस्पताल यिनीहरु सबैलाई क्याटेगोराइज गरेर छुट्टै बनाइया छ कि के हुन्छ त्यसमा जस्तै त्यो मन्त्रालयले नै क्याटेगोरी छुट्टै बनाएको छ कुन संस्थाले यो फर्म भर्दाखेरि जस्तो उहाँले आफ्नो क्याटेगोरी फर्म भन्नुहुन्छ नि उहाँहरुकोमा अनुसूची 1 देखि 15 सँग छ त्यो 1 देखि 15 सम्म चाहिँ त्यो उहाँले तपाईले युजरनेम पासवर्ड रजिस्टर गर्दाखेरि नै जस्तो 25 बेडसँग अस्पताल भयो भने उहाँले कुन अनुसूची भर्नुपर्छ त्यो अनुसूची मात्र देखिन्छ जस्तो यहाँ म अघि देखाएको थिएँ नि हेर्नुस् त टेस्ट त्यही त नत्र भने फेरि जस्तो पोलिक्लिनिकहरुलाई सबै कुरा भर्न नपर्ने छ अस्पताललाई बढी छ जस्तो 25 यहाँ त 25 बेडसँगकोले अनुसूची 3 र 17 भरे पुग्यो के उले अनुसूची 3 र 17 को मात्र एक्सेस पाउँछ अनुसूची 3 मा पनि सबै भर्नु पर्ने छैन जस्तो लाग्यो के हैन अनुसूची 3 चाहिँ यहाँ भर्न नपर्नेलाई चाहिँ आवश्यक नपर्ने भनेर लेखेको छ त्यो आवश्यक नपर्ने अब के छ यहाँ हेर्नुस् त त्यो आवश्यक नपर्ने हकमा यहाँ अन्त जस्तो स्वास्थ्य 11 मा स्वास्थ्य संस्था भवनको निर्माण सम्पन्न प्रमाणपत्र भनेको छ नि आशयको पत्रको हकमा आवश्यक नपर्ने भनेर त्यो मन्त्रालयले निकालेको निवेदनमै छ आवश्यक पर्ने पनि यो चाहिँ म्यान्डेटरी हो कुन म्यान्डेटरी छ कुन छैन भने चाहिँ त्यसमै छ तर यो म्यान्डेटरी भएको फर्महरु चाहिँ उहाँले सबै नभरुन्जेलसँग चाहिँ यो प्रक्रिया सब्मिट हुँदैन उहाँले 5 वटा छ जस्तो पछि चाहिँ डकुमेन्ट पुर्याइदिन्ला अथवा ल्याइदिन्छु भनेर यो अनलाइन सिस्टमले चाहिँ त्यो कुरा बुझ्दैन है उहाँले कम्प्लिट यहाँ अनुसूचीमा जस्तो उहाँहरुको अनुसूची 3 अनुसूची 5 अनुसूची 16 भर्न पर्ने छ भने त्यो तीनटै नभरुन्जेलसँग उहाँहरुको एप्लिकेसन सब्मिट हुँदैन ए हामीले पहिल्यै युजर नेम पासवर्ड बनाउँदाखेरिमा पोलिक्लिनिक के बनाउँदाखेरिमा उनीहरुलाई त्यो अनुसारमा जान्छ हैन तपाईले क्याटेगोरी गर्दिनु पर्दैन उहाँले रिक्वेस्ट गर्दै यहाँ हैन त रिक्वेस्ट फर लगइनमै उहाँहरुको टाइप्स यहाँ आउँछ हैन त जनरल विशेषज्ञ पोलिक्लिनिक आयुर्वेदिक वैकल्पिक हो कि दन्त अस्पताल हो कि यहाँ छ हेर्नुस् त सबै अब यो भित्रको नि क्याटेगोरी छ जस्तो अब जनरल अस्पताल हो भने जनरल अस्पतालले कति बेडको हो यहाँ क्याटेगोरी छ उहाँले छान्नुहुन्छ यो ए आफैले छान्दाखेरिमा आफूले भर्नुपर्ने कुराहरु देखाउँछ भर्नु यो छाने अनुसारको अधिकार प्राप्त संस्थामा त्यो युजरनेम पासवर्ड जाने हो अनि उहाँले क्रेडिट गरिदिने हो ए हुन्छ सर त्यसै ठीक छ हस् पहिला सगु सरस्वती अनि त्यसपछि क्वेरी के छ छ हैन यो डेमो भएर दिनु नराख्दै के देखाउने डेमो छैन चाहिँ सबै ठेकेर आउँछ तिनीहरु चाहिँ 4 त अनिवार्य भइहाल्छ हेर्नुस् है अघि मैले देखाएको थिएँ सिपारी अब यो चाहिँ सम्बन्धित अधिकार प्राप्तको संस्थाकोमा देखिने हो है यो एडमिन चाहिँ जस्तो यहाँ हेर्नु त रजिस्टर अर्गनाइजेसनमा चाहिँ उहाँले के फर्म भर्नुहुन्छ यहाँ देखिन्छ जस्तो 3टा अस्पताल देखियो नि यो अधिकारमा यहाँ हेर्नु त बेड संख्या त्यही छ कुन पर्छ भनेर त्यहाँ देखिन्छ है जस्तो पोलिक्लिनिकमा बेड संख्या हुँदैन नि त त्यही भएर बेड संख्या चाहिँ 0 हुने भयो बेड संख्या तोकिया छ भने उहाँले के भर्नु भएको छ यहाँ रेकर्ड देखिन्छ है उहाँले फर्म भर्नुभएको यहाँबाट हेर्नुस्मा क्लिक गरेपछि उहाँको फर्ममा जान्छ जस्तो यहाँ चाहिँ उहाँले नवीकरण र सेवा विस्तारको लागि भरे हुनसक्छ अथवा नयाँ दर्ता भयो नयाँ दर्ता हुनसक्छ यहाँ देखिने भयो सब्मिसन यहाँ भ्यू गरिसकेपछि यो चाहिँ 2-3 वटा कोड हुन्छ है एउटा चाहिँ यो भनेको चाहिँ 2टा सब्मिट गर्नु भएको छ नि जस्तो एकचोटि रिजेक्ट भएर समितिले फेरि यसलाई रिजेक्ट गरेर तपाईले दोहोऱ्याएर भन्नुस् भने निर्णय गरे भने दोहोऱ्याएर सब्मिट गर्न पाउँछ नभए चाहिँ उसले दोहोऱ्याएर सब्मिट गर्न पाउँदैन मन्त्रालयले हामी दुईटा जिल्लाको एउटा चाहिँ दुईटा अस्पतालको रिन्यू गरेर एउटा फर्म भरौँ न त अनि त्यही देखाइदिएको पर्ले मन्त्रालयको अफिसियली भएर 2-4 छ
अनि त्यसमा अलि एडमिन युजरबाटै गरिदिउँ भनेर फेरि यो डेमोमा गर्दाखेरि अलिकति समस्या हुन्छ कि भनेको त्यो नाम के नाम युजर आइडी दिएको 2-4 दिएको होइन युजर अहिले एडमिन कसले लिनुहुन्छ म उहाँलाई ठ्याक्कै त्यो लाइभमा देखाइदिन्छु भन्दा क्या फेरि पब्लिकमा देखाइदिए त्यसमा फेरि त्यही यहाँबाट लिएर अर्को पब्लिकलाई अप्ठ्यारो हुन्छ त फेरि एउटा माथि बसेर गरौँ ल यहाँ हेर्नुहोस् त अब भ्यूमा क्लिक गरिसकेपछि यहाँ देखिन्छ हेर्नुहोस् है भ्यूको पाटो हेर्नुहोस् है उहाँले हेर्नु त कुन कुनमा फर्ममा टिक लाउनु भएको छ जस्तो स्वास्थ्य दर्ता प्रमाणपत्र छ कि छैन भने यस भयो तर उहाँले छोड्नु भएको छ यो छोडेपछि सब्मिट चाहिँ हुँदैन है तर जस्तो आवश्यक नपर्नेको हकमा चाहिँ नो देखिने भयो क्या अघि चाहिँ मैले डेमो गरेर त्यो आदि मात्रै भराएको थिएँ कम्प्लिट नदेखिएको आवश्यक नपर्ने नो देखिने भयो उहाँले टिक लाउनु भयो नि यस देखिन्छ त्यसपछि यहाँ डकुमेन्टको पार्ट हेर्नु त यहाँ जस्तो भ्यूमा गएपछि चाहिँ यसरी हाइलाइट हुन्छ है अपलोड डकुमेन्ट अपलोड भएको ठाउँमा हाइलाइट हुन्छ यसरी डकुमेन्ट अपलोड नभएको ठाउँमा चाहिँ यो माउस हाइलाइट हुँदैन अब यहाँ भ्यूमा क्लिक गरेपछि उसले के फोटो अपलोड गरेको छ त्यो फोटो चाहिँ यहाँ देखिने भयो अघि हामीले लोगो अपलोड गरेको थियौँ नि अब यो लोगो चाहिँ यहाँ यसरी यसरी यो लोगो यहाँ देखिन्छ अब यो चाहिँ उहाँले अब अफिसियल रेकर्डलाई तपाईँले चाहिन्छ भने प्रिन्ट गरेर राख्नु पर्यो त्यो चाहिँ जस्तो राजस्व तिरेको छ भने त्यो हाल्नु भने कर चुक्ताहरू अथवा प्यान भ्याट दर्ता होइन अब जस्तो EIA के प्रति हुन्छ त्यो चाहिँ यहाँ हेर्न सकिन्छ है अब यसलाई चाहिँ अघि भन्नुभएको थियो नि त एप्रुभ गर्न के गर्ने भने जस्तो उहाँले यो भरेको सबै ठिक छ भने तपाईँले यहाँ एक मुष्टमा यहाँ टिक लगाइदिएपछि एप्रुभल हुने भयो उहाँले भरेको सबै ठिक छ भने यो चाहिँ समितिले गर्ने बाटो अब यसमा अघि भन्नुभएको थियो नि कुनै चिज मिस्टेक जस्तो प्यान दर्ता हाल्नुपर्ने ठाउँमा उसले कर चुक्ता हाल्यो अथवा प्यान दर्ता गर्ने ठाउँमा मिस्टेकले चाहिँ उसले फरक डकुमेन्ट अपलोड गर्यो भने पनि उसले यहाँ हजुरले त्यसलाई चाहिँ यो डिस्क्वालिफाई गर्न चाहिँ मिल्यो यसरी अनएप्रुभ गरेर के मिलेन भन्दाखेरि अब के भएन अब प्यान दर्ताको ठाउँमा अर्को भएको अथवा के भएको रिमार्क्स लेखेर सेभ गर्दै मिल्छ हेर्नुहोस् है यो सेभ गरिदिएपछि चाहिँ सम्बन्धित स्वास्थ्य जसले भराएको छ नि उसको ठाउँ उसको यो सेक्सनमा चाहिँ हामीले यहाँ रिमार्क्स जे देखाएको छ त्यही देखिन्छ नोटिफिकेसन पनि जान्छ उसलाई जस्तो हामीले अघि कुन चाहिँ टेस्ट हस्पिटल गऱ्यौँ हेर्नुहोस् है चाहिँ यसमा यहाँ हेर्नुहोस् त है प्यान दर्ता भन्दा आयो नि मिस्टेक भयो यहाँ हामीले के लेखिया छ त्यो चाहिँ उहाँले नोटिफिकेसन जान्छ त्यो संस्थालाई यो चिज चाहिँ मिस्टेक भयो भने हामीले यहाँ जे लेखेँ तर यो चिज मिस्टेक भयो भने उहाँले फेरि दोहोऱ्याएर सबमिट गर्न चाहिँ मिल्दैन यहाँ हेर्नुहोस् है दोहोऱ्याएर उहाँ फर्म भने अथवा सच्याउने ठाउँ चाहिँ छैन यो सच्याउने ठाउँ अथवा दोहोऱ्याएर दिने नदिने अधिकार चाहिँ समितिले निर्णय गरेपछि मात्र एडिट गर्ने अधिकार राख्दैछौँ यो चाहिँ अब उहाँले सच्याउन मिल्दैन मिस्टेक भएको उहाँले थाहा पाउनुहुन्छ तर उहाँले सच्याउन मिल्दैन भन्दाखेरि केयरफुल भएर गर्नुपर्छ सबै कुरा अब त्यो चाहिँ हजुरले के भन्नुहुन्छ अब समितिले के भन्नु निवेदन दिनुहुन्छ मेरो यो मिस्टेक भएको छ यसलाई सच्याउ पाऊ भनेपछि यहाँ समितिले होइन अब समितिले निर्णय गरेर यसमा एडिट गर्न दिन मिल्छ सफ्टवेयरमा अब त्यो चाहिँ सकिन्छ होइन सकिन्छ अब त्यो कानुन के छ हजुरले समितिले के भन्छ भन्ने कुरा हुन्छ त्यो चाहिँ यो चाहिँ हामीले अहिले चाहिँ राख्दै छैनौँ अन्त फेरि धेरै करेक्सन भइरहेको यो चाहिँ हामीले अहिले चाहिँ अस्ति कुरा भएन रिजेक्ट क्या कम्प्लिट एक्सेप्टको कुरा थियो नि त अब यो चाहिँ रिजेक्ट पनि फेरि समितिले गर्नु पर्यो यतिकै रिजेक्ट भएन होइन समितिले दिनुभयो निर्णय गरे भने त्यही पोइन्ट चाहिँ करेक्सन गर्ने मिल्छ त्यो चाहिँ समितिले उहाँलाई अधिकार दिन पर्यो किनभने लेन्दी त धेरै टाइम कन्ज्युमिङ गराउनु पर्छ होइन अब काहीँ निर्णय त हुनु पर्यो आधिकारिकता भनेर निर्णय नभए त पाउँदैनन् निर्णय भएर समितिले त्यही पोइन्ट मात्रै सच्याउनलाई यहाँ नोट भयो नि त त्यो कुरा याद भनेको स्वास्थ्यता ठिक हो तपाईँले भनेको देखेपछि नदेखेन्जेल त ठिकै थियो देखेपछि त्यसलाई मिल्छ भने मिलाउँ राम्रो अब यहाँ चाहिँ समितिको फर्महरू यहाँ हुन्छ उहाँ हेरिसकेपछि हजुरले यसलाई सबै मिलेको छ भने चाहिँ यो समितिको हो समितिले दिपेश सर हजुर हजुर यहाँ साइजी पनि हुन्छ डाक्टर गेलार पनि हुनुहुन्छ जस्तै अब कसैले मिस्टेक डकुमेन्ट अपलोड गर्यो भने
अब समितिले त निर्णय गर्ने भन्यौँ हामीले होइन, जस्तै हुन त डकुमेन्ट स्क्रिनिङको प्रोसेसमा उसलाई फेरि त्यो दिने पनि होइन एउटा चाहिँ, अब त्यो त्यति समितिले निर्णय गर्नुपर्ने हुन्छ कि हुँदैन, त्यो एकचोटि डाक्टर गेलाल पनि हुनुहुन्छ, मैले अलिक सहज केही गर्नुपर्छ, जस्तै डकुमेन्ट चाहिँ आयो कि आएन भनेर सर हेर्ने एउटा कसैलाई जिम्मा दिएर चाहिँ अब डकुमेन्ट सबै कम्प्लिट छ भने अनि त्यसपछि चाहिँ समितिमा पेस गर्दाखेरि ठिक हुने हो कि होइन, अब एउटा त्यो चाहिँ छलफल गर्नुपर्छ जस्तो लाग्यो। अर्को चाहिँ रिजेक्ट गरिसकेपछि कहाँबाट रिजेक्ट गर्ने, फेरि त्यहाँ हामीले रिमार्क्स त लेखेर पठायो, उसले देख्न चाहिँ देख्यो, अब देख्यो भनेर फेरि त्यतिकै बस्ने कुरा नि भएन, उसले त फेरि प्रोसेसमा आउनु पर्यो, त्यो प्रोसेस गर्ने चाहिँ के हो अलिकति क्ल्यारिटी हुनुपर्छ। त्यो यहाँ भन्दैछु म होइन, यही स्क्रिनमा पुगेको छ हेर्नुहोस् त। अब त्यो प्रोसेसमा त्यो रिमार्क्स चाहिँ हजुरले लेखिदिनु भयो होइन, उहाँले रिमार्क्स हेर्नुहुन्छ नि त, जस्तो केही मिस्टेक भयो केही भने उहाँले त्यो मिस्टेक हेरिसकेपछि उहाँले फेरि यहाँ निवेदन दिनुहुन्छ समितिलाई, मेरो चाहिँ यो चिज मिस्टेक भयो अथवा के चिज के भयो भनेर। अब त्यसमा चाहिँ समितिले त्यसमा अब उसलाई उसको मिस्टेक भएको छ त्यसलाई करेक्ट गर्न दिने हो कि नदिने हो कि भन्ने अधिकार भएपछि चाहिँ यहाँ अप्सन हुन्छ। त्यसपछि रिजेक्ट गर्ने हो, उहाँले अब त्यो करेक्सन जस्तो करचुक्तै रहन्छ, अब करचुक्तै ल्याउनै सक्नु भएन भने त समितिले उसलाई एक्सेप्ट गर्दैन होइन, त्यो चिज चाहिँ यहीँबाट रिजेक्ट हुन्छ, त्यो चिज चाहिँ समितिले लिने गरेर उसको करचुक्तै नभएको चिज भने। अथवा एप्रुभ भनेको चाहिँ उहाँले यो शब्द चेन्ज गर्न बाँकी छ, एप्रुभको ठाउँमा के राख्ने भन्ने कुरा भएको थियो अर्कै होइन। अब यो चाहिँ एप्रुभ होइन कि यसलाई चाहिँ अझ यो चाहिँ समिति एप्रुभ भन्नु भने चाहिँ स्वीकृत जस्तो भने, एक्सेप्ट भनेको चाहिँ तपाईँ सबै डकुमेन्टहरू चाहिँ अनि यहाँ चाहिँ हेर्नु त एप्रुभको चाहिँ यो चाहिँ समितिले सम्बन्धित कार्यालयको कार्यालय प्रमुखलाई सिफारिस गर्ने हो। समितिले सम्बन्धित कार्यालय प्रमुखलाई, जस्तो जनस्वास्थ्य कार्यालयको प्रमुखलाई चाहिँ समितिले ल यो रिन्यू गर्न ठिक छ अथवा यो चाहिँ ठिक छैन के हुन्छ, उहाँहरू फिल्ड रिपोर्ट जानुहुन्छ, यहाँ यो चाहिँ अब भ्यू मात्र भयो होइन, अब उहाँहरू फिल्ड गइसकेपछि यहाँ फिल्ड रिपोर्ट गर्ने ठाउँ देखिन्छ क्या, फिल्ड रिपोर्ट अपलोड गर्नुपर्छ नि त उहाँहरू गइसकेपछि। फिल्ड रिपोर्ट अपलोड गरिसकेपछि यहाँ उहाँहरूले अब रिक्वेस्ट फर एप्रुभल अब के लेख्नुहुन्छ कैफियतमा त्यसको टिप्पणी अथवा के हुन्छ, यो गरिसकेपछि चाहिँ अब यो चाहिँ सेभ गरेपछि यो चाहिँ कार्यालय प्रमुखकोमा जाने भयो। यहाँ अझ पुगेको छैन क्याटेगोरी हेर्नुहोस् है, यो उसले सबै यहाँ फर्म नभएको भएर सब्मिट भएन हेर्नुहोस् है। तपाईँले यतिकै म कुनै संस्थालाई एप्रुभ गरिदिन्छ नि दिँदैन, किनभने उसको यहाँ यो फर्ममा चाहिँ कम्प्लिट भरिरहेको छैन। यहाँ हेर्नुहोस् है तलको सबै खाली छ नि त, यो कम्प्लिट उसको नभरिए भएर चाहिँ त्यो एप्रुभ हुँदैन। हामीले बाई मिस्टेक म एप्रुभ भएछ भने चाहिँ त्यो चाहिँ मिल्दैन है, कम्प्लिट फर्म भरेर उसको डकुमेन्ट फिल्ड रिपोर्टहरू अपलोड नहुन्जेलसँग समितिबाट कार्यालय प्रमुखलाई त्यो चिज सिफारिस हुँदैन। लास्ट अन्तिमको त्यो सर्टिफिकेट जेनेरेट दिने अथवा एप्रुभ गर्ने रिजेक्ट गर्ने अधिकार चाहिँ कार्यालय प्रमुखलाई हुन्छ भन्ने कुरा भएको छ। त्यही भएर त्यो कार्यालय प्रमुखले हामीले त्यसको राइट दिएका छौँ। त्यो राइट्समा चाहिँ यो एप्रुभ रिजेक्ट भन्ने सेक्सनै छ। एप्रुभमा यहाँ लेखेर अब सबै डकुमेन्ट पुगेको भने एप्रुभ गरिदिनु भयो र सेभ गर्नु भइसकेपछि चाहिँ यो अहिले एउटा फर्मेट हामीलाई चाहिँ सामान्य फर्मेट दिनुभएको छ, त्यो चाहिँ किरण सरसँग कुरा भइरहेको छ। अब सर्टिफिकेट जेनेरेट गरेर त्यसमा दिने कि अथवा अस्पतालमा अब आरएसएम के राख्ने हो त्यसको अथवा नवीकरणको त्यो एउटा फर्मेट बनाएर त्यो चाहिँ यत्रो कुरा गरेपछि प्रवेश कार्ड लोकसेवाको पाए जस्तो अब त्यो चाहिँ अब हजुरले के भन्नुहुन्छ। अब अहिलेको सुरुमा भनेको त युजर नेम पासवर्ड जेनेरेट गरेर दिने र उहाँहरूले त्यसपछि अब आफ्नो फर्म कम्प्लिट गरेपछि हेर्ने पार्ट रहन्छ। त्यसपछि फिल्ड भिजिट गइसकेपछि बल्ल सर्टिफिकेटको पार्ट रहने भयो। यो समितिको सुन्नु है, समितिले एप्रुभ रिजेक्ट भनेको यो हामी अहिले शब्द पनि म चेन्ज गरिदिइहाल्छु। समितिले सिफारिस गर्न मात्रै पाउँछ, समितिले कार्यालय प्रमुखलाई सिफारिस मात्रै गर्न पाउँछ। तपाईँले एप्रुभ गरेर चाहिँ उहाँहरूको सर्टिफिकेट जेनेरेट हुँदैन, यो चाहिँ क्लियर हुनुहोस् है। समितिले एप्रुभ गरेर जेनेरेट हुँदैन, यो चाहिँ कार्यालय प्रमुखको अधिकार हो। निर्देशालयमा निर्देशकको हुन्छ, मन्त्रालयमा सचिवज्यूको हुन्छ अधिकार। त्यसरी छ स्वास्थ्य कार्यालयहरू छन् भने त्यो चाहिँ किन त्यो चिज चाहिँ अनुगमन गइसकेपछिको पार्ट हो। अनुगमन गरेर उहाँले फिल्ड रिपोर्ट बनाइसकेको पार्ट हुन्छ। त्यो चाहिँ उहाँले फिल्ड त्यो अनुसूचित 16 छ हो सर। अनि टिप्पणी मैले फिल्ड रिपोर्ट भन्न छ त्यहाँ छ। त्यो फिल्ड रिपोर्ट गरेर उहाँले भरिसकेपछि त्यो फिल्ड रिपोर्ट एउटा प्रतिवेदन बनाउनुहुन्छ त्यो समितिले। प्रतिवेदन सहित त्यो प्रतिवेदन अब हार्ड कपी कार्यालयमा त हुन्छ, यहाँ सफ्ट कपी चाहिँ अपलोड गर्नुपर्छ स्क्यान गरेर भए पनि। त्यसपछि बल्ल कार्यालय प्रमुख जान्छ अनि कार्यालय प्रमुखले चाहिँ यसलाई एप्रुभ अथवा उहाँलाई त्यो ठिक लगाएर सबै चिज ठिक रहेछ, फिल्ड रिपोर्ट ठिक रहेछ भनेर एप्रुभ गर्ने भने भयो। अब रिजेक्ट गर्ने हो भने रिजेक्ट पनि गर्न मिल्छ। त्यो चाहिँ यहाँ एप्रुभ गर्दा पनि रिजेक्ट गर्दा पनि कैफियत चाहिँ लेखिदिनुपर्छ, यो कारण अथवा के कारण भन्ने कुरा र त्यसपछि बल्ल यो सकिन्छ प्रोसेस। अब यसमा अहिले तपाईँले के कन्फ्युजन छ सोध्न पर्ने छ भने सोध्नु होला त। दिनेश सर मैले त खासै बुझिनँ कि यो कुरै बुझिनँ कि अघिदेखि मैले जुन सोधेको थिएँ नि, जस्तै अब तपाईँको त्यो डकुमेन्टलाई नै त्यो के अरे एउटा मिस्टेक अपलोड गर्ने बित्तिकै समितिमा लिएर जाने भन्ने कुरा छ। पहिला डकुमेन्ट पुरा भएपछि मात्र त्यसलाई चाहिँ समितिमा लगेर नभए चाहिँ डिसएप्रुभ गरेर डकुमेन्ट चाहिँ उसलाई रिअपलोड गर्न लाउने सिस्टम बनाउन नमिल्ने हो कि एकचोटि यो छलफल गर्नुपर्छ जस्तो लाग्यो। यो चाहिँ हामीले नमिल्ने भन्दा नि यो चाहिँ मन्त्रालयले एउटा निर्णय गर्ने चिज हो। मन्त्रालयले चिज हुन्छ हामी बनाइदिन्छौँ।
जस्तै डाक्टर गेलाल पनि हुनुहुन्छ एकचोटि सरसँग पनि यसो त्यो चाहिँ अलिकति सहज हुन्थ्यो कि त्यसपछि मात्र समितिमा लाने समितिको मिटिङ फेरि कतिचोटि बस्ने हुन्छ होइन डकुमेन्ट पुरा छ भनेपछि मात्र त्यसलाई चाहिँ एप्रुभ गरेर बल्ल सिस्टम प्रोसेसमा लाने अनि त्यसपछि फेरि समितिले गएर फिल अनुगमन गर्नु पर्यो किनभने त्यही डकुमेन्टको आधारमा उसले गएर फिल अनुगमन गर्छ त्यहाँबाट पनि अनि त्यसको प्रतिवेदन आइसकेपछि बल्ल चाहिँ अनि एप्रुभलको लागि चाहिँ सिफारिस हुने हो होइन अब हामीले डकुमेन्टमै टाइट गर्दा त फेरि त्यो डकुमेन्ट लिनलाई नै हामीलाई चाहिँ समय असाध्यै धेरै लाग्ने हो कि जस्तो लाग्छ होइन अब त्यो बाई मिस्टेक ह्युमन एरर पनि हुन सक्ने ठाउँहरू नि होला हजुरको कुरा बुझेँ मैले थोरै यसमा भनिहालेँ त्यो फर्महरूमा छ नि जस्तो अनुसूची 3, 5 अथवा 4 कुन भर्नुपर्छ नि अनुसूचीमा भए बमोजिमको उहाँले नवरुन्जेलसँग चाहिँ यो उहाँहरूले एप्लिकेसनै सब्मिट हुँदैन कि समितिमा आउँदैन भाइ कम्प्लिट होइन अनुसूची मिस्टेक भनेको चाहिँ जस्तो प्यान दर्ता अपलोड गर्नुपर्ने ठाउँमा चाहिँ उहाँले कर चुक्ता अपलोड गरिदिनु भयो अथवा मिस्टेकली नागरिकता अपलोड गरिदियो हो हजुर हो त्यस्तो हुँदाखेरि चाहिँ त्यो माइनर हो नि त उसले हार्ड कपी पनि बुझाइ हुन्छ हामीलाई उसँग डकुमेन्ट सबै छ अब उसले अपलोड गर्दाखेरि बाई मिस्टेक एउटा गर्ने ठाउँ अर्को गऱ्यो भने फेरि समितिको बैठक बसेर त्यसलाई फेरि एप्लिकेसन ल्याऊ भनेर माग्नु पर्ने त्यति साह्रो त्यो डकुमेन्ट मात्र लिनको लागि चाहिँ त्यति टाइट गर्नुपर्छ जस्तो लाग्दैन भएको डकुमेन्ट उसले बाई मिस्टेक भयो भने त्यसलाई डिसएप्रुभ भयो तिमीले यसमा यो अपलोड गरिदेऊ भन्यो भने त उसलाई पनि छोटकरी भयो उसले अपलोड गरिदिन्छ भोलि त्यो सबै गरिसकेपछि अनि समितिमा पेस गर्दा अलि सहज होला अब फेरि एउटा डकुमेन्ट अर्को हाल्यो भने फेरि उसले हार्ड कपी ल्याएर फेरि कहिले दिने धेरै झन्झटिलो युजर फ्रेन्डली हुँदैन कि जस्तो लाग्छ कि यसो दिपेश सर म अलिकति यो विषयमा यो दिनेश सरको क्वेसन एकदम जेन्युन क्वेसन लागेको छ मलाई होइन मैले अलिकति मेरो रेकमेन्डेसन है जस्तै हामीले त्यो अनुसूची बमोजिमको चाहिँ डकुमेन्टहरू अपलोड गर्छौँ एउटा चाहिँ प्राइभेट हस्पिटलको लागि उसले चाहिँ अपलोड गरेको हुन्छ त्यो कम्प्लिटली अनुसूची बमोजिमको छ भने त्यसलाई एक्सेप्ट भयो सरको भनाइअनुसार चाहिँ तर कहिलेकाहीँ के हुन्छ भने मिस्टेक हुन्छ कि त्यो एकैचोटि त्यो डाइरेक्टली समितिमा पेस गरेर इन्डिभिजुअल गरेर थाल्यो भने त्यो एकदमै लेन्दी प्रोसेस भनौँ न झन्झटिलो हुन्छ हुनु चाहिँ पक्कै झन्झटिलो हुन्छ त्यसले गर्दा यसलाई चाहिँ के गर्नु पर्यो भने कम्प्लिट जस्तै 10वटा डकुमेन्ट चाहिँ पेस गर्नुपर्ने अनुसूची 3 बमोजिम सपोज 10वटा डकुमेन्ट अपलोड गर्नुपर्ने छ भने त्यो गरेको कुरा एउटा इन्डिभिजुअल अब भनौँ न समितिमा जानुभन्दा अगाडि एउटा स्क्रिनिङ गर्ने एउटा टिम अथवा एउटा व्यक्तिले हेरेर यो तेरो चाहिँ तिम्रो चाहिँ मिलेको छैन यसलाई चाहिँ भनेर त्यहीँ लेखेर चाहिँ बरु टु एन्ड फ्रो गर्न सकिएर त्यो कम्प्लिट भइसकेपछि मात्र समितिमा पेस गर्न पाए हुन्थ्यो नत्र भने त फेरि के भन्छ सानो किनभने यो अहिले हामी त्यति धेरै युजर फ्रेन्डली भइसके पनि छैनौँ होइन त्यो फेरि हामीलाई नै पछि बर्डन आउँछ कि त्यो सानो समितिमा त प्रत्येक पटक समिति बस्ने भन्ने पनि हुँदैन फेरि डकुमेन्ट कम्प्लिट भइसकेपछि होइन म थोरै भनिहालेँ विश्वास सर त्यो अलिकति प्रोसेस चाहिँ त्यस्तै बनाएको हो होइन त्यसरी गर्न थाल्यो भने झन् अप्ठ्यारो हुन्छ अहिले पहिला एकपटक बुझौँ अनि त्यसपछि त्यो कुरा तपाईँ दिपेशजी हामी बसेर छलफल गरौँला उहाँहरूलाई बुझाउनु दिनु विश्वास सर मैले हजुरको कुरामा यो कसले हेर्न पाउने अधिकार भन्ने छ नि यो अनुसूची जसले भर्नुहुन्छ नि जस्तो अस्पतालले यो चिज हेर्न पाउने अधिकार चाहिँ समितिलाई मात्र रहन्छ समितिको एउटा युजर नेम पासवर्ड रहन्छ त्यो बाहेक अन्य व्यक्तिसँग यसको एक्सेस रहँदैन समितिको आफ्नो अधिकारको भित्र पर्ने चिज भएको त्यो युजर नेम पासवर्ड हामीले अन्य व्यक्तिलाई अब समितिका मान्छेहरूले आफूले सेयरिङ गर्नुभयो भने त्यो आफ्नो पाटो उहाँहरूको कुरा भयो होइन नभए चाहिँ अर्को समिति बाहेकका मेम्बरले चाहिँ यो चिज एक्सेस गर्न मिल्दैन मन्त्रालयले चाहिँ कम्प्लिट हेर्न मिल्यो तर मन्त्रालयले पनि हेरेर तर त्यसलाई एप्रुभ गर्न चाहिँ मिल्दैन किनभने त्यो चाहिँ समितिको अधिकार अथवा सम्बन्धित कार्यको अधिकार हुने भएर अनि यसमा त्यही भएर इररमा हुन्छ कि भन्ने भएर चाहिँ यो भरेपछि एकैचोटि सबमिट गर्ने अप्सन राखेको छैन क्या सेभ गर्ने मात्र अप्सन राखेको छ त्यो चाहिँ सम्बन्धित स्वास्थ्य सचिवले आफू त अलिकति सचेत भएर चाहिँ फर्म भर्नु पऱ्यो नि त एकैचोटि सबमिट अप्सन छैन क्या सेभ गरेर उहाँले फेरि 2-3 चोटि चेक गरेर भेरिफाई गरेर बल्ल लास्टमा मात्रै सबमिट गर्न पाउनुहुन्छ त्यो सेभ चाहिँ उहाँले जतिचोटि गर्न पाइयो कि जबसम्म उहाँले बाहिर आएर उहाँ समिसनमा गएर यसो सबमिट गर्नुहुन्न सबमिट नगरुन्जेलसँगलाई उहाँको एप्लिकेसन उहाँले जतिचोटि पनि एडिट गर्न पाउनुहुन्छ जब एकचोटि जस्तो निवेदन दर्ता हुन्छ नि समितिमा त्यो सबमिट गर्नु भनेको मतलब त समितिमा आयो नि त त्यो रेकर्ड दर्ता भयो नि त जस्तो कुनै एउटा निर्णयार्थ पेश भएको जस्तो भयो कि समितिमा पेश भयो त समितिले कि त्यसलाई एप्रुभ गर्नु पर्यो कि डिसएप्रुभ गर्नु पर्यो नि त त्यहाँ एउटा मेसेज आउने बनाइदिए के हुन्छ अब यसपछि तपाईँले चेन्ज गर्न पाउनु हुने छैन भन्ने कुरा भएपछि अनि हुन्छ भनेपछि अगाडि बढ्नु अब यहाँ रिजर्भमा मैले हेर्नु सिकाएँ त उहाँको केही चिज मिलेको छैन भने हामीले यहाँ लेख्ने ठाउँ पनि बनाइदिएको थियौँ हेर्नुहोस् त जस्तो यो चिजमा उहाँको प्यान दर्ता अथवा यो मैले प्यानमा दर्ता यस्तो प्यान दर्ताको ठाउँमा अर्को अपलोड भएको भनेर होइन कहिले पनि एप्रुभ भएको डकुमेन्ट एप्रुभ डिसएप्रुभ भएको डकुमेन्ट चाहिँ यो डकुमेन्ट चाहिँ यो कारणले डिसएप्रुभ भयो भने यहाँ देखिन्छ यो उहाँहरूलाई नोटिफिकेसन पनि जान्छ यो चाहिँ
तर उहाँले यसलाई करेक्ट गर्न चाहिँ मिल्दैन। त्यो चाहिँ समितिले आफ्नो राइट छ, समितिले निर्णय गरेर यसलाई एडिट गर्न दिने कि नदिने भन्ने अधिकार चाहिँ समितिमा रहन्छ। समितिले दियो भने एडिट गर्न पनि मिल्छ, समितिले दिएन भने यो एडिट गर्न मिल्दैन। अब हामीहरूले यो एकछिन है, यसको जुन त्यो डकुमेन्ट गलत डकुमेन्टको कुरा जुन छ नि, यसमा चाहिँ समितिलाई किन भनिएको भने कहिलेकाहीँ इन्टेन्सनल्ली ल 1 महिना अगाडि उसले फर्म अहिलेको यो पटक लागेको लागि चाहिँ उनीहरू धेरै वर्षदेखि यो कुनै दर्ता प्रमाणपत्र नपाएको अवस्था छ। तर आगामी अर्को वर्षदेखि त तपाईँको यो सिस्टममा आइसक्छ। त्यस कारणले गर्दाखेरि यो पटकलाई अलिकति अलिक हामीलाई चाहिँ रसमा काम गर्नु पर्यो भने नेक्स्ट टाइमदेखि त्यस्तो हुँदैन। र कहिलेकाहीँ कसैले मेनिपुलेसन हुनसक्छ भन्ने डरले गर्दाखेरि त्यो समितिलाई नै जिम्मेवारी दिएको कारण त्यो हो। मान्नु अब अहिले उसँग सर्टिफिकेटै छैन, उसले चाहिँ फर्म लिनको लागि कुनै चाहिँ अर्को सर्टिफिकेट चाहिँ अथवा अर्को प्रमाणपत्र चाहिँ उसले राख्दै या नागरिकताको ठाउँमा उसले त्यति बेला जहिले उसले एप्लाई गर्दाखेरि कर चुक्ता नै थिएन, अरू कुनै डकुमेन्ट राख्यो, इन्टेन्सनली पनि हुनसक्छ, मिस्टेकली नै हुनसक्छ। त्यस कारण गर्दा समितिले अधिकार दिएको कारण नै त्यो हो कि त्यो चाहिँ एक्चुअली अलिकति एउटा यिनीहरूमा फर्म भर्दाखेरि सिरियसनेस पनि होस्। अनि कसैले चाहिँ मजाकमै गरेर अब यो कस्तो हुँदो रहेछ चेक गरौँ भनेर गर्न खोजेको पनि हुनसक्छ। अनि अर्को कुरा चाहिँ कसैले इन्टेन्सनली नै डकुमेन्ट चाहिँ मिस्टेक्स डकुमेन्ट चाहिँ अपलोड गर्न चाहेको हो भने पनि भोलिको दिनमा छानबिन भयो। अब कतैबाट चाहिँ त्यस्तो किसिमको भनौँ न अब आज नै अहिले नै भर्खर अब 4 वर्ष अगाडिको चाहिँ अहिले भर्खर पत्र आएछ, त्यसरी माथिल्लो निकायले कोही परिपत्र गरेर हामीलाई चाहिँ सोद्धाखेरि चाहिँ अलिकति चाहिँ सबैजनालाई सेफ होस्, समिति पनि सेफ होस् र सम्बन्धित कार्यालय प्रमुख पनि सेफ होस् भन्ने हिसाबले यसलाई यसरी गरिएको है त। हस्, थ्याङ्क यू। यसको पनि अब आज बसौँ हामी डिसाइड गरौँला। मेरो हिसाबले यसरी नै जानुपर्छ जस्तो लाग्छ। मन्त्रीज्यूलाई पनि यो कुरा म चाहिँ जाहेर गर्छु र उहाँले जस्तो भन्नुहुन्छ उहाँको निर्देशन अनुसार चाहिँ गरौँला है त। डाक्टर साहब म अलिकति कुरा हस् हजुर हस्। हाम्रो के अरे दिनेश सरले पनि उठाउनु भएको। अनि हाम्रो सचिवजीको कुरासँग म पनि सहमत छु एकदम। पछि चाहिँ एडिट गर्नु पर्यो भने बरु त्यही समितिमा ल्याएर राखेर उसले डकुमेन्ट चाहिँ त्यहाँ अपलोड गर्न सक्छ। यो वास्तवमा यो 25सम्मको लागि पनि यो आधिकारिक चाहिँ हुन्छ, एकदम राम्रो कुरा हो। यसमा अर्को चाहिँ दिनेश सरले कुरा उठाउनु भएको छ नि, जस्तो फ्रिक्वेन्ट धेरै हुन्छ कि भन्ने, अलिकति सिन्सियरली गरेर सेभ गरेपछि फेरि उसले एकचोटि दुईचोटि मैले गरेका डकुमेन्ट काहीँ छ कि भनेर हेरेर अन्तिम कन्फर्म गरेर सबमिट गर्नुन्जेलसम्म त्यो अप्सन हुने हुँदाखेरि मलाई लाग्छ यो जति हामीले धेरैवटा गल्ती हुन्छ नि त, त्यो फ्रिक्वेन्ट बस्नुपर्छ मिटिङ भन्ने बुझाइ छ त्यो त्यति नहोला। दोस्रो नि बसिरहनु पर्छ भन्ने पनि छैन। त्यहाँ 4 जना 5 जनाको टिम छ भने त्यहाँभित्र पनि कसैलाई जिम्मा दिएर ल नोटिसमा त आयो नि त समितिमा, उहाँले यो डकुमेन्ट चाहिँ गरेर पछि त्यहीँबाट अनि हामीले उसलाई चाहिँ ल त्यो मात्रै डकुमेन्ट करेक्सन गर्न अप्सन दिन पनि सकिन्छ। त्यस कारण यो हामीले जस्तो एकदमै धेरै मिस्टेक हुन्छ र प्रोसेसमै हामीले ब्यारियर गर्यौँ कि भन्ने सोचाइ छ, त्यति चाहिँ नहोला कि जस्तो लाग्छ। सचिवज्यू यस्तो गर्नै सकिएला नि, समितिबाटै एउटा मिटिङ बसेर यस्तो रुजु गर्नको लागि समितिको एउटा मेम्बरलाई जिम्मेवार बनाउने भनेर समितिबाटै हामीले निर्णय गरेर त्यो गरेर समिति नै एकाउन्टेबल हुन सक्छ नि त्यसरी। एक्ज्याक्टली त्यो त्यसमध्येको अब त्यो हजुरहरूले नै आफ्नो कार्यालयमा सो अनुसार हजुरहरूले नै त्यसलाई डिसाइड गर्न सक्नुहुन्छ। त्यो एक्ज्याक्टली गर्ने नै त्यही हो। ट्रस्ट गरेको व्यक्तिलाई चाहिँ त्यो जिउला समितिभित्रकै एकजना व्यक्तिलाई त्यो हेर्न भनेर कसैलाई जिम्मेवार बनाउँदा हुन्छ। एकदम विश्वास सर के भन्दै हुन्थ्यो? हजुर मेरो सानो दिपेश सरलाई एउटा चाहिँ जस्तै त्यो हामीले चाहिँ युजर नेम पासवर्ड क्रिएट गर्छौँ नि, हामीले चाहिँ मन्त्रालय अथवा सम्बन्धित निकायबाट चाहिँ पासवर्ड क्रिएट गरेर उनीहरूलाई दिन्छौँ,
उहाँहरूले चाहिँ इमिडिएटली फर्स्टमा चाहिँ पासवर्ड चेन्ज गर्ने अप्सन राख्नु पर्ला सर एउटा। छ सर त्यो हामीले दिएको पासवर्ड युजर नेम पासवर्ड भएपछि भोलि हामीले चाहिँ फेरि अनफेयर होला यताउति होला सिक्युरिटी हैन हो त्यो अटोमेटिकली त्यो युजर नेम पासवर्ड पनि अटोमेटिकली जेनेरेट हुन्छ हैन एप्रुभ गर्ने बित्तिकै जेनेरेट हुन्छ सिस्टमले जेनेरेट गर्छ। सजिलो म थोरै भन्दै हैन हामीले अटोमेटिकली जेनेरेट गरे तापनि फर्स्ट एक लेभलमा चाहिँ उहाँहरूले त्यो युजर नेम पासवर्ड ठीक छ त्यो त उहाँहरुको कुरा हो ठीक छ त्यो ठीक छ एकछिन विश्वास सर यो अलरेडी राखेको छौँ हामीले अटोमेटिक जेनेरेट गरे पनि विश्वास सर हामीले राखेको छौँ फर्स्ट टाइम लगइन गर्दाखेरि उहाँहरूले अनिवार्य पासवर्ड चेन्ज गर्नै पर्छ फर्स्ट लगइनमै। हो सर एकदम भेरी गुड हो त्यो चाहिँ चाहिन्छ उहाँले चेन्ज गर्नै पर्छ। हिजोको हामीले यो स्क्रिनमा मैले देखाएको थ्यांक यू एकदम परफेक्ट यो चेन्ज गर्नै पर्छ। यो उहाँहरूको मात्र युजर नेम पासवर्ड होइन कि हामीले जस्तो जनस्वास्थ्य कार्यालयको बनाइदिन्छौँ नि मन्त्रालयबाट समितिको बनाइदिन्छौँ नि त्यो समिति जनस्वास्थ्य कार्यालयको नि फर्स्ट टाइम लगइन गर्दाखेरि उहाँहरूले आफ्नो पासवर्ड चेन्ज गर्नै पर्छ अनिवार्य। परफेक्ट त्यही पासवर्ड कन्टिन्यू हुँदैन अनिवार्य छ। अनि हाम्रो अर्जुन उपाध्याय सरले यो काभ्रे आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट भन्नुभएको छ उहाँले युजर नेम पासवर्ड कसरी क्रिएट गर्ने भन्ने यो कुरा पनि हामी मन्त्रालयले 13 वटा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अनि 13 वटा जनस्वास्थ्य कार्यालय र अनि त्यस पछाडि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र निर्देशनालय संस्थाको चाहिँ युजर नेम पासवर्ड हामीले क्रिएट गरेर उहाँहरूलाई दिन्छौँ। त्यसपछि तपाईहरुले चाहिँ अनि हाम्रो संस्था दर्ता गर्न आशय पत्र लिन आउने सेवाग्राही हो उहाँहरूलाई चाहिँ युजर नेम र पासवर्ड तपाईहरुले क्रिएट गर्नु। अब त्यसमा नि अब सरले हाम्रो गेलाल सरले भन्नुभयो जस्तै हामीले चाहिँ गर्दैछौँ हामीले गरिदिएको त्यो युजर नेम पासवर्ड पनि पहिलो पटक चाहिँ तपाईहरुले आफै चेन्ज गर्नुपर्छ। अघि नै भनिसक्यो नि विश्वास सरले सोध्नुभयो क्वेसन त्यही थियो। अनि त्यसपछि आफ्नो राख्नुस् अनि त्यसपछि आफै बनाउने हुन्छ। संस्था दर्ता छ नि संस्था दर्ता त एक पेज मात्र हुने भयो जस्तै यहाँ छ नि यो त आइएबीएस प्रतिवेदन छ नि बताइदिनु न अरूलाई पनि उहाँले उठाएको कुरा बताइदिनु न। यसमा हेर्नुहोस् त जस्तो यो संस्था दर्ता प्रमाणपत्रहरू छ नि जस्तो यो अघि यहाँ सर एकजना सरले यो सबै एकैचोटि तल प्रिभ्यू भन्ने सेक्सन राख्नु पाए हुँदै भन्ने कुरा गर्नुभएको छ। यसमा चाहिँ त्यो प्रिभ्यू गर्दाखेरि चाहिँ यो एक एकवटा प्रमाणपत्र भएको ठाउँमा चाहिँ सजिलो हुने भयो जस्तो संस्था प्रमाणपत्र एउटै हुने भयो प्यान एउटै हुने भयो। तर यहाँ जस्तो एआइए बीएस प्रतिवेदन वातावरणीय प्रतिवेदनहरू भन्ने छ त्यो प्रतिवेदनहरू चाहिँ धेरै पेजको हुने रहेछ क्या 30 पेज 32 पेजको पिडिएफ संस्था हुने भएर इन्डिभिजुअल भ्यू गर्ने अप्सन बनाइदिएको यहाँ यो चाहिँ संस्थाले इन्डिभिजुअल भ्यू गर्ने ठाउँ यहाँ हाइलाइट हुन्छ यसरी अपलोड गरेर यो क्लिक गरेपछि त्यो भ्यू हुन्छ क्या जस्तो पिडिएफमा त लोड हुनु पर्यो सबै पेजहरू। अनि अब सम्बन्धित संस्थाले त्यसलाई प्रिन्ट गरेर राख्न पनि डकुमेन्ट्सहरू प्रिन्ट गरेर पनि राख्नु पर्यो हार्ड कपी पनि राख्नु पर्यो त्यसको लागि चाहिँ इन्डिभिजुअल भ्यू राख्दै फेरि तल एकैचोटि प्रिभ्यू राख्दाखेरि कुनमा के मिस्टेक भएको भने फेरि यहाँ रिमार्क्समा पनि त्यो चेन्ज गर्न मिल्छ। अनि त्यो अब यसलाई के राख्ने डकुमेन्ट रुजु गरिएको अथवा के राख्ने रिभ्यू हुन्छ 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 त्यो त शब्द त हजुर त्यही राख्ने के अनुभव पठाएको चाहिँ हामीले भयो अरू केही छ अब न क्लियर नभएका कुराहरू सबैजना क्लियर हुनुभएको छ भने अब यसलाई क्लोज गरौँ होइन छैन भने अथवा फेरि पनि ट्रेनिङको आवश्यकता पर्छ भने त्यो अनुसार माग आउनु पर्यो। एकदम सेयर गर्नुपर्ने भयो त्यस्तो अप्ठ्यारो पर्यो भने उहाँलाई सोध्छौँ। ए हजुर हस् 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 दिपेश सरको चाहिँ हामी सेयर गर्छौँ साइडमा छ यहाँ ठाउँ छ यो त यो मैले अस्पताल प्रत्येकको छ कि छैन प्रत्येकको जस्तो छ हरेककोमा कैफे लेख्न मिल्छ अस्पताल कैफे गर्न मिल्छ यहाँ जस्तो यहाँ आउँछ नि फाइल। यसपछि तपाईँहरू अब यो यहाँ निरीक्षण मिति राखेको छ हामीलाई कि अब तपाईँ फिल्ड रिपोर्ट फिल्ड भिजिट जानु पर्यो नि त मिल्छ मिल्छ यहाँ सकेको हो माननीय मन्त्रीज्यूबाट केही निर्देशन कुरा आएको छ। ए आउँछ प्रोसेस भयो नि जस्तो त्यो आइन्देसन लगइन जस्तो उसले फेरि अब यो पेन डकुमेन्ट उसलाई फेरि अपलोड गर्न दिने नदिने त्यो समितिले निर्णय गर्नु पर्यो होइन उसले मिस्टेक भएको ठाउँमा
समितिले लिने गरेर यसलाई प्यान अपलोड गर्न दिने हो भने चाहिँ यसलाई हामीले यो अन गरिदिसकेपछि उसले उसकोमा फेरि अपलोड गर्ने अप्सन छ हैन उसले फेरि त्यो अपलोड गरिदिनु पर्यो त्यो अपलोड गरेपछि बल्ल जब तपाईहरुले यहाँबाट अब यसलाई अब सम्बन्धित कार्यालय प्रमुखलाई हेरेर अब सिफारिस गर्ने कि नगर्ने अथवा त्यो चाहिँ डकुमेन्ट रुजु गर्ने क्रममा जस्तै हामीले एकैचोटि सबै अब यो शब्द चाहिँ म हजुरले के भन्छ त्यो चेन्ज गर्दैन अझै एप्रुभमेन्ट राखेको छ राखेको अरूलाई पनि अफ हुन्छ के ठिकै छ सेभ गरेको हुन्छ अब यसमा चाहिँ एउटा मात्रै गर्दाखेरि चाहिँ हामी रिमार्क्स लेख्ने ठाउँ बनाएको त्यही भएर यो अब के हुन्छ भनौँ न त्यसमा उनीले अब समितिले त्यसलाई चाहिँ करेक्सन गरिदिन्छ जस्तो मिस्टेकले अपलोड भएको ठाउँमा रहेछ ल यसलाई चाहिँ करेक्सन दिउँ भन्यो भने त्यसमा फेरि त्यसलाई रिअपलोड गर्नु कतिपय चाहिने समितिले अब दुर्गा बजाइ म्याडमले दुर्गा म्याडम हजुर डाक्टर साहब नमस्कार। नमस्कार। ल भन्नु त केही प्रश्न छ कि तपाईको जिज्ञासा? डाक्टर साहब म त अघि फिल्डमा थिएँ यो अलि ढिला थाहा पाएँ जोइन गरेँ कि म यहाँ ट्रेनिङ चलिरहेको छ त्यो फोरकास्टिङ क्वान्टिफिकेसनको म यहाँ बुझ्दैछु यहाँ ठीक छ। अब तपाईलाई इन्डिभिजुअल पनि हामी कोच गरौँला केही छैन छुटेर अब यो सुरुवात गर्न लागिरहेको छौँ हामी त्यसपछि फेरि फ्रिक्वेन्ट ओरिएन्टेसन गर्ने अरू कुरा गर्दै जान्छौँ तपाईलाई युजर आइडी दिन्छु युजर नेम क्रिएट गरेर दिन्छौँ त्यतिखेर पनि तपाईलाई है अनि हाम्रोमा चाहिँ कस्तो समस्या छ भने मैले सम्बोधन गरेँ नमस्कार सबैजनामा मन्त्रीज्यू सचिवज्यू महासचिव प्रमुखज्यू लगायत सम्पूर्णमा नमस्कार म सिन्धुपाल्चोकबाट। हाम्रोमा चाहिँ कस्तो समस्या छ भने अस्ति 3 महिनाको नोटिस निकाल्दाखेरि पनि यो दर्तामा चाहिँ 2टा मात्रै संस्था आउनु भएको छ कि पुरानै फाइल छ त्यो पुरानो फाइलको चाहिँ मन्त्रालयले हामीलाई निर्देशन गरे अनुसारको हामीले डकुमेन्ट चाहिँ तयार गर्यौँ तर त्यसमा कति अगाडि 3-4 साल अगाडिदेखि पनि त्यो सकिसकेको छ म्याद उहाँहरू सम्पर्कमै आउनुहुन्न अब खोज्दा नै अब यो दाँतको त्यस पछाडि गएर अर्को क्लिनिक पोली क्लिनिक पनि छ ल्याबको पनि छ निवेदनै दिनु भएन उहाँहरूलाई सबै कुरा सम्पर्क गर्दाखेरि पनि अपडेटमै आउनु भएको छैन। होइन यो जुन 3 महिनाको नोटिस गर्दाखेरि उहाँहरू दर्ता नवीकरणको लागि निवेदन दिनु भएको छ कि छैन? 2टा संस्थाले मात्रै दिएको छ डाक्टर साहब अनि पुरानो फाइलहरु चाहिँ हाम्रो कार्यालयमा छ तर उहाँहरूलाई हामीले व्यक्तिलाई त्यो फोन नम्बर खोजी स्वास्थ्य शाखाको सँग समन्वय गरेर खोज्दाखेरि पनि उहाँहरू 2 जना मात्रै सम्पर्कमा आउनै भएको छैन। अब पुरानो सुन्नुहोस् पुरानो चाहिँ के छ भने जसले समयभित्रै चाहिँ यदि रिन्युको लागि निवेदन दिएको र हाम्रो फल्ट हाम्रो ऐन नियम कानुन नभएको कारणले नभएको छ उहाँले एक्सक्युज पाउनुहुन्छ हामीले त्यसलाई खेलाउँछौँ तर उहाँले बेला म्याद भन्दा कटेर आउनु भएको छ र अहिले 90 दिनको सूचनामा पनि आउनु भएको छैन भने अब त्यही संस्थाको नामबाट चाहिँ उहाँ कन्टिन्यू गर्न सक्नुहुन्छ। हुन्छ डाक्टर साहब हुन्छ अरु त यी तपाई हामीलाई यी समस्याका बारेमा नयाँ प्र्याक्टिस हो गर्दै जान्छौँ सिक्दै जान्छौँ ऐन पनि हेर्छौँ हामी नियमावली हेर्छौँ मापदण्ड हेर्छौँ धेरै क्लियर हुँदै जान्छ है तपाईलाई अप्नाएर पर्दा सोध्ने नै हामी त फेसिलिटी गरिहाल्छौँ नि। यो हजुर कन्फ्युज भए पनि यसलाई हामी एउटा भिडियो पनि बनाएर राखिदिन्छौँ भिडियो जनताले सबैलाई एउटा भिडियो पनि प्रोभाइड गर्छौँ त्यसपछि सम्बन्धित संस्थालाई पनि कसरी भर्ने भने एउटा भिडियो बनाइदिन्छौँ अनि त्यसमा पनि कन्फ्युजन भयो भने कानुनी कुरामा अथवा प्रशासनिक कुरामा मन्त्रालयले सम्बोधन गर्दा टेक्निकल कुरामा हामी अफिस आवरमा चाहिँ एभाइलेबल हुन्छौँ तपाईले फोन गर्दाखेरि जति बेला फोन गर्दा नि दिपेश सरसँग नि सर सोध्ने हामीले केही कन्फ्युज पर्यो भने टेक्निकल कामको लागि टेक्निकल कामको लागि चाहिँ म सम्बोधन गर्छु प्रशासनिक कामको लागि चाहिँ मन्त्रालयको टिमले यसले सम्बोधन गर्ने हुन्छ। ए हुन्छ सर हस् नमस्कार। अनि सुन्नु न हाम्रो सबै साथीहरुलाई हामी चाहिँ यसको डेमो चाहिँ भिडियो बनाउँछौँ है त्यो हुँदाखेरि अलिकति त्यो हेरेर पनि धेरै कुरा बुझ्न सकिन्छ अनि हामी फ्रिक्वेन्ट उठेका इस्युहरूलाई अब अलिकति हामी यसलाई प्रायोरिटी दिएर नै गर्छौँ किनभने हाम्रो यो धेरै समय लामो समय पेन्डिङ रहेको छ अब हामीलाई चाप पनि भइरहेको छ त्यो कारण हामी यसलाई गर्छौँ। दिपेश सरलाई धन्यवाद। डाक्टर रबिन हजुर माननीय मन्त्रीज्यूलाई केही शब्दहरू राख्नको लागि भन्नु न सम्बोधनको लागि। अब हामी
हामी कार्यक्रमको अन्तिमतर्फ छौँ। हामीले नेपालमै पहिलो पटक हामीहरूले चाहिँ नि यो यी संस्थाहरूको दर्ता नवीकरणमा चाहिँ हामीहरूले चाहिँ छौँ। हामी हाम्रो डाक्टर भुवनले के भन्न खोज्नु भएको छ डाक्टर साहब, के छ रहेछ? भुवन डाक्टर साहब नमस्कार। अब हामीले नेपालमै पहिलो पटक हामीले फेसलेस सिस्टम असल दर्ता यो नयाँ सिस्टम प्रयोग गर्दा सुरुमा सबैलाई समस्या हुन्छ। हामीले बिस्तारै यसलाई चाहिँ युज टु हुँदै जान्छौँ र हजुरहरूको समस्याहरू केही छ भने समस्या के छ हामीहरूलाई चाहिँ 24 आवर्स कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामी तपाईँहरूलाई त्यसको चाहिँ हल गर्नेछौँ, सुझाव कार्यान्वयन गर्नेछौँ। हामी बिस्तारै तपाईँहरूको सल्लाह सुझावबाट नै हामीले यसलाई बिस्तारै परिष्कृत गर्दै लाने छौँ निकट भविष्यमा। हामीहरूले अब अस्पताल दर्ता यो अनलाइनबाटै गर्नुपर्छ भनेर माननीय मन्त्रीज्यू एकदमै लागिराख्नु भएको छ। यसमा श्रीमान सचिवज्यूमा लाग्नु भएको छ, निर्देशकज्यूहरू। हामीले चाहिँ यस सिस्टमबाट चाहिँ हाम्रो जिल्लाको कार्यालयहरूलाई चाहिँ झन् सजिलो गर्न हामीले उहाँहरूलाई गाह्रो गर्नुभन्दा पनि झन् सजिलो गर्नको लागि सरलीकृत गर्नको लागि हामी अनलाइन सिस्टम डेभलप गरेका हौँ। यस सिस्टमबाट तपाईँहरूलाई समस्या कम होस् भनेर हामीले यो डेभलप गरेका हौँ। र अब हामी कार्यक्रम अन्तर्गत छौँ। हामी माझ माननीय मन्त्रीज्यू जोइन हुनु भएको छ। माननीय मन्त्रीज्यूलाई आफ्नो निर्देशन राख्नुहुन म अनुरोध गर्दछु। सबैलाई प्रति हार्दिक अभिवादन, नमस्कार। यो बैठकमा सहभागी सबैप्रति म हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। यो जुन अहिले हाम्रो मापदण्डको कुरा छ यसलाई चाहिँ हामी सफ्टवेयरमा जाने भनेर सब तयारी गरिराखेका छौँ। यसलाई सबै क्षेत्रबाट यहाँहरूले चाहिँ फलो गर्नु हुनको लागि पनि म अनुरोध गर्न चाहन्छु। र जो चाहिँ यो अहिले सफ्टवेयरमा हाम्रो जुन मापदण्डमा यहाँहरूले जुन हामीले बनाएका छौँ मापदण्ड, त्यो सबैमा चाहिँ सफ्टवेयरमा हामी इन्ट्री गर्छौँ र त्यो सफ्टवेयरमा भएकाहरूलाई मात्रै हामीले चाहिँ नवीकरण दर्ता गर्ने हो। त्यो सफ्टवेयरमा नभएकाहरूको लागि हामी 6 महिनाको लागि मात्रै उहाँहरूलाई चाहिँ त्यो चाहिँ सहमति दिन्छौँ। र 6 महिनाभित्र चाहिँ उहाँले पुरा गर्नुपर्ने हुन्छ। यदि त्यस्तो कसैले गर्दैन भने चाहिँ उहाँहरूको चाहिँ नवीकरण दर्तातर्फ हामी जाँदैनौँ। यसलाई चाहिँ सबैजनाले कडाइका साथ यो पालना गर्नको लागि मैले अनुरोध पनि गरेर कहीँ कतै भोलि कसैको कारणले कुनै उसबाट गरिहाल्ला भन्ने जस्तो कुरा हुँदाखेरि अलिकति हामीले सफ्ट हिसाबले एउटालाई मात्रै हामीले प्रायोरिटी दियौँ, कुनैलाई भने त्यसलाई चाहिँ इस्यु बनाएर सबैले चाहिँ फलानुको भयो हाम्रो किन भएन भन्ने जस्ता कुरा हुन्छ। त्यसकारण यहाँहरू सबैले चाहिँ यसलाई चाहिँ फलो गर्नको लागि मैले यहाँहरू सबैले मैले निर्देशन दिएँ र त्यसै अनुरूप रहेर काम गर्नको लागि पनि मैले अनुरोध गरेँ। धन्यवाद माननीय मन्त्रीज्यू। माननीय मन्त्रीज्यूकै अभिभावकत्वमा हामी चाहिँ यसमा नेपालमै पहिलो पटक चाहिँ नि हामीहरूले यो दर्ता नवीकरणको सफ्टवेयरको चाहिँ काम अगाडि बढाएका छौँ र यसलाई चाहिँ सरलीकृत गर्दै गइरहेका छौँ। स्वास्थ्य संस्थालाई चाहिँ झन् सरलीकृत हुँदै जानेछ र हामी कार्यालय सरलीकृत हुँदै जानेछ। अब हामीमा यस कार्यक्रमका अध्यक्ष ग्रहण गर्नुभएका श्रीमान सचिव हुनुहुन्छ। श्रीमान सचिवज्यूलाई आफ्नो मन्तव्य तथा निर्देशन राखिदिनु न, तथा हाम्रो यो आजको यस सेसनमा पनि हामीहरूलाई चाहिँ नि सेसनलाई चाहिँ सहयोग गरिदिनुभएका इन्जिनियर साहबलाई पनि धन्यवाद दिँदै श्रीमान सचिवज्यूलाई चाहिँ नि आफ्नो निर्देशनसहित कार्यक्रमको समापनका लागि म अनुरोध गर्दछु। नमस्कार सबैजनालाई। माननीय मन्त्रीज्यू लगायत यो आजको जुम मिटिङमा उपस्थित हुनुहुने सम्पूर्ण व्यक्तित्वहरू, अब सफ्टवेयर तयार भएको छ। पुरानै सिस्टममा हरेक चिज चाहिँ त्यही परापूर्व कालदेखि चलिआएकोलाई नै कन्टिन्युस गर्नुपर्छ भन्ने छैन। परम्परा पनि कहिलेकाहीँ चेन्ज गर्नुपर्ने हुन्छ। सो अनुसार अब हामी सबैले माननीय मन्त्रीज्यूको निर्देशन अनुसार नै उहाँको निर्देशन अनुसार नै हामीले फलो गर्नुपर्ने हुने कारणले गर्दाखेरि चाहिँ हामी सबैबाट, सम्पूर्ण निकायबाट, अधिकार प्राप्त सम्पूर्ण संस्थाबाट सो निर्देशन पालन होस् भन्ने कुरालाई मैले पनि जोड दिँदै
ल आजको यो जुमको कार्यक्रम यहीँ समाप्नु भएको घोषणा पनि गर्दछु। धन्यवाद।